मेरो कहानी अति नै लामो र तपाईँहरूलाई सुन्नलाई दिक्कत त लागिसक्यो होला, तर मलाई आफैलाई चाहिँ कस्तो आफूमा भित्र भएको त्यो जति पनि शब्दहरू छन् त्यो सबै शब्दहरू व्यक्त गर्न पाउँदा चाहिँ आनन्द लागिरहेको छ। यो चाहिँ मलाई नै आफैलाई आनन्द होस् भन्ने हिसाबले नै मैले यो सुनेर बनाइरहेको हो होइन। र अब त्यस्तै भयो। अब हाम्रो रिलेसनसिप राम्रै थियो, अनि त्यस पछाडि अब सर्टेन टाइम भइसके पछाडि चाहिँ मलाई कस्तो फिल भयो भन्दाखेरि आई सुड टेल हर द्याट आई एम थिङ्किङ फर द लङ टर्म होइन। त्यो मैले सर्ट टर्म त्यस्तो केही गेम खेलेको टाइप छैन। म चाहिँ एकदमै सिरियस हुन्छ क्या। म मेरो यस्तो रिलेसनसिपको कुरामा चाहिँ आई बिकम सो सिरियस क्या, कि त म इन्ट्री नै हुँदैन, मेरो खासै इन्ट्री नै हुँदैन। इन्ट्री भयो भने आई टेक इट एज अ सिरियस थिङ क्या होइन। मलाई एकदम सिरियस लाग्छ। अनि त्यो भएपछि यदि मैले लङ टर्म सोचिरहेको छु भने उसले पनि त्यसरी नै लङ टर्म सोचिरहेको छैन। त्यो सोचेको छ भने चाहिँ मेरो लागि पनि बेटर हुन्छ भन्ने कुराको मेरो एउटा थिङ्किङ आए पछाडि चाहिँ अनि मैले उसलाई चाहिँ एक दिन हामी सायद कतै घुमेर फर्किँदै थियौँ। अनि त्यो फर्किने टाइममा चाहिँ मैले उसलाई भनेँ होइन। मैले त्यतिखेर क्लियरली नै भने उसलाई, मैले चाहिँ एकदम लङ टर्म सोचिरहेको हो, तिमीले के सोचिरहेको छौ त्यो मलाई आफूले सोचेर राम्रोसित भन। हतार गरेर ठ्याक्क डिसिजन दिनुपर्ने कुरा होइन। तर केही समय टाइम लियो, 1 महिना 2 महिना कति टाइम लिन्छ लियो, तर राम्रोसित सोचेर अनि त्यसपछि मलाई यसको उत्तर चाहिँ तिमीले मलाई देऊ भन्ने जस्तो मैले कुरा गरेँ। एकदम क्लियरली नै भनेँ मैले। अनि उसले त्यो बेला त अब केही नै भनेन, सायद अब के डिसिजन छ के हो भन्ने कुरा केही पनि भन्दा नि भनेन। अनि त्यस पछाडि उसले सुन्यो भनेर भनेर एग्री जस्तो टाइपको उसले राम्रो स्टेटमेन्ट राम्रोसँग सुन्न चाहिँ सुन्यो क्या, मेरो कुरा राम्रोसँग सुन्यो। अनि त्यसपछि मलाई सन्तुष्टि चाहिँ भएको थियो। अब उसले केही समय सोध्छ, अनि त्यो सोचे पछाडि चाहिँ आई वाज होपिङ होइन जस पोजिटिभ नै हुन्छ हामी दुईजनाको, किनभने हामी दुईजनाले अब राम्रोसँग समयहरू बिताइरहेको थियौँ। हामी दुवैजनाले एकअर्कालाई एकदम राम्रो तरिकाले बुझिरहेको थियौँ होइन। अब त्यस्तो लागिरहेको थियो मलाई, जेस बुझिरहेको छौ भन्ने लागिरहेको थियो। अनि त्यस पछाडि अब मैले चाहिँ बुझिरहेको थिएँ जेस मेरो पछाडिबाट सोच्दाखेरि चाहिँ। अनि ऊ मलाई चाहिँ जुन तरिकाको मान्छे थियो त्यो तरिकाको मान्छे चाहिँ मलाई एकदमै धेरै मनपर्ने, अनि मलाई मन परेको थियो क्या ऊ चाहिँ होइन। त्यो भएर चाहिँ मैले उसलाई आई प्रपोज हर फर द म्यारिज होइन। म्यारिज अब डाइरेक्टली आई वान्ट टु म्यारी यु त्यस्तो फिल्मी केही तरिकाले भनेको होइन। जोस् यतिकै कम्युनिकेसन गर्दाखेरि मैले यसरी सोचिरहेको छु तिम्रो के छ भनेर चाहिँ मैले त्यसरी सोच्दै थिएँ। अब त्यसरी सोध्नु मेरो गल्ती हो कि होइन, रङ स्टेप हो कि के हो चाहिँ थाहा छैन होइन। अब मैले हतारै गरेँ कि न होइन। अब त्यो देयर कुड बी अ लट अफ थिङ्स। अब किनभने सर्टेन टाइम कसैले अब कति छोटो टाइम हुनसक्छ, कसैलाई धेरै लामो टाइम भइसकेको हुनसक्छ, कसैलाई एकचोटि भेट्दाखेरि नै डिसिजन लिन सक्ने हुन्छ, कसैलाई चाहिँ अब कति कुरा सोचिसकेर मात्रै डिसिजन लिन सक्ने भन्ने कुराहरू धेरैवटा कुराहरू हुनसक्छ होइन। अब त्यसको फ्याक्टरमा बसेर चाहिँ अब त्यसको उत्तरहरू दिनु पर्दाखेरि चाहिँ इट्स भेरी डिफिकल्ट नि त। क्वेसन सोध्नेले त सोधिदिन्छ, जस्तै मैले त क्वेसन सोधेँ भनेपछि मैले त खोर सोध्थेँ, तर उसले चाहिँ उत्तर दिनुपर्ने थियो नि त। अब उत्तर दिँदाखेरि त अभियसली सोध्ने मान्छेले त सबै कुरा सोचेर डिसिजन लिएर सोध्दै हुन्छ। अनि त्यस पछाडि उत्तर दिने मान्छेलाई चाहिँ अब वान्स देयर इज अ क्वेसन होइन, त्यो क्वेसन आइसके पछाडि चाहिँ त्यसको उत्तर तयार पार्नको लागि चाहिँ गाह्रो हुन्छ अभियसली नै होइन। सो या मैले जस एउटा टाइममा उसलाई भने मैले लङ टर्म सोचेको छु तिम्रो के छ भनेर। अनि सायद त्यही नै गल्ती गरेँ होला क्या सायद मैले, जस्तो लाग्छ कि मैले चाँडो सोधेँ अथवा त्यो कुरालाई मैले एकदमै धेरै सेन्टरमा राखेँ कि त्यो कुरालाई मैले एकदमै धेरै सेन्टरमा राखेँ। अब योभन्दा पछाडि मेरो लाइफमा जति पनि कुरा भयो त्यो सबै कुरामा यो एउटा सेन्टर पोइन्ट चाहिँ हरेक टाइम आयो क्या, हरेक टाइम। अब उसलाई मैले हरेकचोटि पोक गरिरहेको त थिएन, तर मेरो मनमा चाहिँ यो क्वेसन सधैँ आउन थाल्यो क्या अब त्यसपछि चाहिँ।